त्यसो गाई झालखबर आज चाहिँ म कामतिर निस्केको बिहानै घाम लागिरहेको छ टलक्क पारेर। अब बिस्तारै गर्मी पनि सुरु हुन थाल्यो जापानमा है। हिजो आज पहिलाभन्दा अलिक कम भएको छ गर्मी चाहिँ, जाडो चाहिँ। अहिले अलिकति घाम पनि राम्रो लाग्ने। अनि हिजो अस्ति चाहिँ 2 दिन चाहिँ पानी आइरहेको थियो बेसरी। हिजो आज चाहिँ घाम राम्रो लागेको छ। अब बिस्तारै बिस्तारै गर्मी हुन थाल्छ। त्यसपछि आएर हिजो आज गएको बिदा छ। अब गएको पनि खुल्छ हाम्रो है। गएको जानु पर्यो, यस्तै छ जिन्दगी जापानमा। धेरै दिन भयो मैले चाहिँ पहिला सुरुमा भ्लगहरू बनाएर हालिरहेको थिएँ। अनि बिचमा चाहिँ म स्टप भएँ टाइमिङले गर्दा यताउता त्यो कुरा नमिलेर पनि हो है। अब म त्यसलाई चाहिँ रिकन्टिन्यू गर्ने प्रोसेसमा छु। हेरौँ के कस्तो हुन्छ। अनि अहिले चाहिँ अब के छ भनेपछि जापानको चाहिँ माहौल अब चाँडै गर्मी लाग्दैछ। गर्मी लाग्यो लगतै अब अप्रिल इन्टेक हामी आएको लगभग 1 वर्ष भयो। अब नयाँ मान्छेहरू नयाँ स्टुडेन्टहरू नेपालबाट इन्टरनेसनल स्टुडेन्टहरू टक्कै आउनुहुन्छ। सबैलाई चाहिँ भाइ बहिनीहरूलाई चाहिँ वेलकम गर्छु। म चाहिँ दुःख गर्नुपर्छ, अर्काको देश आएर दुःख गरेपछि धेरै कुराहरू थाहा हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यही भएर आउनुपर्छ भन्छु है म। दुःख चाहिँ छ अलि यसरी नै। अहिले पनि म रुमदेखि कामतिर जान आँटेको खासमा। ब्यागस्याग बोकेर अगाडि गएर नास्ता प्याक गरेर नास्ता किनेर काम गर्नु पऱ्यो दिनभरि। यस्तै चलिरहेको छ जिन्दगी। काम गर्ने, रुममा आउने, सुत्ने, गएको जाने, त्यस्तै छ है। जापानिजहरू पनि छैन दाजु। वाह कस्तो दाम पिन गऱ्यो है यो गाडीको त। हेरौँ त कस्तो बवाल पिन गऱ्यो क्या। पुरा मन पऱ्यो मलाई। यस्तो छ माहौल। यस्तो तर्से नजर यस्तो आँखा हेर्छ त यार जापानिज किन हो। अलिकति लाइफ विदेश आएपछि रक हुन्छ कि भनेको तर भएन, थक भयो। यहाँ चाहिँ झन् त्यो बोरिङ रहेछ कि यहाँ त झन् यार। हाम्रो नेपालतिर बडो चिल भित्रिरहेको छ होला त्यो। यहाँ आइसकेपछि झन् काम गर अर्को झन् दादा छ बुढो भयो।